यो चाहिँ हामी चाहिँ हिँडिरहेका छौँ। बाटो चाहिँ अलिकति अप्ठ्यारो रहेछ यसमा। यो चाहिँ यस्तो अवस्थामा छ। यस्तो देखियो। बाटो घाम लाग्यो नि त। अब म चाहिँ यता जाँदैछु। म बाटो पनि राम्रो छ। यहाँ चाहिँ फुलहरू पनि फुलेको देखियो। के भयो अरे? के भयो? एकजना को हुनुहुन्छ अरे त्यहाँ चाहिँ जाने अरे कि। मेघो है हिजो खै ए त्यो त अब धोरपाटन आएपछि त मन अघाउन्जेल हेर्न पाइन्छ। ल यहाँ स्याउको बोट पनि छ। गजबको स्याउ अभि पुगिसकेछ। ल यहाँ चाहिँ पाहुनाहरू होमस्टेमा बस्न आउनुभएको पाहुनाहरू हुनुहुन्छ। यहाँ 3 जना, म लिएर 4 जना। गाइजहरू यो माथि धोरपाटनको डाँडो हो। यो यिनी डाँडाहरू काटेर हामी चाहिँ बुकीपाटन पुग्न सकिन्छ। तपाईँ पनि एकचोटि पक्कै आउनु होला है। गजब छ। ल हेर्नुहोस् है स्याउ फलेको हेर्नलाई मुस्ताङै जान पर्दैन। यहीँ पनि फलेको छ स्याउ चाहिँ यहीँ पनि फलेको छ। तर अलिक खाने बेला चाहिँ भएको छैन है साथीहरू। तर फल्न चाहिँ फलेको छ गजबको। यहाँ चाहिँ हरियै छ स्याउहरू। पर्दैन के टिप्न पर्दैन क्या, हामी हेर्ने मात्रै हो। अनि यहाँ पनि छ हेर्नुहोस् त स्याउहरू पाकेको। यहाँ चाहिँ एउटा मन्दिर देखियो। यस्तो हरियो चौर छ कि फेरि यहाँको नजारा फेरि उस्तै छ। हेत्तेरिका जति हेरे पनि नआउने। यहाँ फुलहरू पनि फुलिरहेको छ। यस्तो पहेँलो फुलै फुल। यहाँ कुनै रोपिएको फुल पनि होइन। फेरि कसैले ल्याएर रोपेर अथवा गोडमेल हेरचाह गरेको फुल पनि होइन कि। फेरि आफसे आफ नेचुरलले प्राकृतिक रूपमा फुलिएका फुलहरू। बन्दा हेर्नुहोस् त फेरि बन्दा कति राम्रोसँग सप्रिएको। अब हामी अगाडि जाँदैछौँ। त्यो चाहिँ आलुको बोट फेरि। अनि यहाँबाट यसरी गएपछि हामी अगाडि बढ्दैछौँ साथीहरू। मौसम चाहिँ कहिले खुल्ने कहिले बादल लाग्ने भइरहेको छ। घोडाको दानाको रूपमा प्रयोग हुने वनस्पति। यहाँ पनि गजबको घर रहेछ होइन। राम्रो घर रहेछ। धेरै राम्रो घर रहेछ। नानीहरूले हेरेर यो फेरि कस्तो यस्तो सानो फेरि कलकल भएको खोलो फेरि। प्रकृतिले पनि के दिएको यार। प्रकृतिले पनि के साह्रै सिँगारेको यो। जता हेऱ्यो जहाँ हेऱ्यो सुन्दर दृश्य।
के ल मोबाइल दिन पऱ्यो के ल भएको छैन यस्तो घर देखिएछ फेरि यस्तो गजबको घर देखिएछ यस्तो अवस्थामा छ यो पनि बाटो यस्तो सुन्दर नजारा देख्न पाइन्छ यार ल अब हामी अगाडि बढ्दैछौँ है भलिबल पनि खेल्दैछ ल यहाँ आयो बल्ल गजबको सिन अब यिन्छ इमो बिचाङ यी त खोलेन चाहिँ गजब दाग्ने छ फेरि रे स्टोर्स पाखा त यहाँबाट चाहिँ बुकीपाटन जाने बाटो सुरु हुन्छ यस्तो घाँसे मैदानमा गजब हुन्छ क्या बस्न होइन मेडिटेसन पनि हुन्छ कि यहाँ रहेछ क्या लास्टै चिसो हुँदो रहेछ हात त अघि ठिएर आएर हात यति ठिएर आयो मलाई लिएर आउनु तल ल्याउनु पऱ्यो के अरे खेतै छैन होइन यहाँ अब पानी त रहेछ खेत बनाउनुलाई त यो पानी नचाहिने हुन्छ नि छर्नेवाला जोस् यहाँ बाटो पिच बन्छ जोस् अब 2-4 वर्षमा चाहिँ पिच अब बन्छ जस्तो लाग्छ क्या मलाई छिटो बल्काइ पर्छ नि बलमा गाउँको किन मसँग आपले कि त्यस्तो छ यहाँ के हो त्यत्रो घाँस यहाँ टिर्न हाल्छ इच्छा नहोस् कुरा छ इटे जाले रातिको दृश्य यस्तो छ गाइजहरू यस्तो छ रातिको दृश्य यस्तो गजबको छ यार यसरी हेर्छ कन्टेसन न आजा
जाऊ जाऊ